अनि यो त पुरै अनि केही देखिन्न त कुहिरोले यो ल हामी केबल कार चढेर त्यसपछि झरेर मन्दिर दर्शन गर्न जाँदैछौँ। पुरै कुहिरो आइसक्यो, पानी पर्ला जस्तो भइसक्यो। पानी पऱ्यो भने तनाव हुन्छ। छाता पनि छैन, केही पनि लिएको छैन। यो पुरै कुहिरो आयो, पुरै केही देख्नु छैन। यो सबै पुरै यस्तो भयो। ल पानी त पर्यो, अब के गर्ने हो, बर्बाद छ। पानी पऱ्यो भने त कसरी जाने हो। यहाँ यस्तो छ, यो पुरै कुहिरो आयो। तारमा झुन्डेर हिँड्ने यो पारि जाने सर्र। घोडाको सवारी छ ए रहेछ त। आमाहरू पनि चढ्न लाग्नुभयो क्या के यस्तो यस्तो के हो। साइकल त्यहाँ चढेर चलाउने होला हो। नानीलाई साइकलमा चढाउनु पर्यो। यहाँ अलि उज्यालो रहेछ हौ, त्यहाँनिर त पुरै पानी पर्ला चाहिँ भयो। स्काई साइक्लिङ बुढो पारी पुगिसक्यो। यहाँ साइकल फेरि हो अनि बच्चाहरू खेल्ने त्यहाँ। ऊ पारी त्यहाँ गइसक्यो। यो ताला चापी राख्नुको कारण के हो? यो हेर्नु न, यो चढाउने रहेछ कि मैले चिताको पुरा हुन्छ अरे। ल अब थाहा छैन। अनि तालसा लिएर यहाँ लाउनु पर्ने रहेछ। नाम लेखेरै गर्ने चाबी लानी रहेछ। त्यो चाबी लाने हो नि, कसैले त चाबी सिधै झन्डाइदिएको त। ऊ त्यहाँ पनि छ होइन, यहाँको जाँदै रहेछ चाबी चढाउने। ला सेल्फी यहाँ थियो पहिला त तल गएछ। अस्ति यहाँ थियो। हामी मन्दिरमा आइपुग्यौँ। अब यहाँ दर्शन गरेर अनि एकछिनपछि फर्किनुपर्छ। भालचन्द्र भालेश्वर मन्दिर, भालेश्वर मन्दिरमा